तपाईँलाई भोट हाल्ने कहाँ होला भन्ने चिन्ता गर्नु पर्दैन कि छ त माथि दिइरहेछ त घडी त सधैँ थियो। तपाईँको र मेरो भेट नभए पनि मैले पहिले भनेको थिएँ जे पनि हुनसक्छ म माथि, मैले सङ्केत गरेकै थिएँ भनेकै थिएँ। मलाई जे भए पनि चिन्ता नगर्नु होला, यिनले मलाई हराउन सक्छन्, हटाउन सक्छन्, मेटाउन सक्छन्, मानसिक रूपमा शारीरिक रूपमा सिद्ध्याउन सक्छन्, तर घन्टी छ है, घन्टी मतपत्रमा भनेको थिएँ म, घन्टी छ। हामीले यसैभरि हुन सके जति सीमित समयमा हुन सके जतिका होनार साथीहरूलाई जम्मा गरेर लिएर बसेका छौँ। राष्ट्रसभाको उम्मेदवार अर्को ग्रहबाट खसेका त होइन नै थिए, यही समाजमा भएका साथीभाइहरू खोजखाज गर्दै बटुल्दै ल्याएका छौँ। यही हुलमा कोही खराब निस्किएछ भने त्यसलाई फिर्ता ल्याउने विधि पनि छ हामीसँग। त्यसैले अब यो भोट बाँडेर दिन पाइँदैन। यसपटक इतिहास रच्न पर्नेछ। कालिकाले त देखाइसकेका छ, योभन्दा अगाडि पनि कालिकाले त ठुलो छाती देखाएको छ। अझै उदाहरण दिनुपर्ने ठाउँमा हामी आएका छौँ र यसपटक म अघिल्ला निर्वाचनहरूभन्दा कम देखिन सक्छु। मैले आफू घर घरमा जाने जिम्मा तपाईँहरूलाई बुझाउन आएको छु। आज मेरो साटो घर घर तपाईँ गइदिनुपर्छ, किनभने दूरदराजमा कयौँ घन्टीका साथीहरू उठेका छन्, तिनलाई जिताउनु पर्नेछ। तिनलाई लिएर नगए त संसदमा माइक काटिदिन्छन्, उनीहरूले जित्यो भने बोल्न दिँदैनन्, तपाईँका मुद्दा बोल्न दिँदैन। त्यसैले गर्दा यसपटक हरेक घन्टी वाहकलाई देशका कुना काप्चाबाट जिताएर संसद भवन लिएर गएर देशलाई आवश्यक कानुन बनाउने। कुन ठाउँको बाटो बन्यो बनेन ठुलो कुरो होइन, कानुन यस्तो बन्नुपर्छ कि जहाँको पनि बाटो बन्नुपर्छ। घर घरको बाटो, घर घरमा छेउछेउमा बाटो लानु पर्दैन। कुन होलाका किसानले मल पाएनन् भन्ने कुरामा काम गरेर हिँड्न साध्य छैन। नीति नियम यस्तो बन्नु पर्यो कि हरेक किसानले मल पाउनुपर्छ, बिउ पाउनुपर्छ, उत्पादन गरेको सामान बजारमा मूल्य पाउनुपर्छ। बिचौलिया पोस्ने होइन। त्यो एउटा नेताले गर्छ भन्छ नि, त्यो कुनै जादुगर होइन। त्यस्ता जादुगर नेता जन्मिया छैन, कम्तीमा म त्यस्तो जादुगर होइन। म यति चाहिँ ग्यारेन्टी गर्न सक्छु कि कसैसँग नबिकिकन, कसैसँग नझुकिकन किसानलाई चाहिने कानुन, मजदुरलाई चाहिने कानुन, व्यापारी व्यवसायीलाई चाहिने कानुन, विद्यार्थीलाई चाहिने कानुन, पेसाकर्मीलाई चाहिने कानुन, कर्मचारीलाई चाहिने कानुन, सबैलाई चाहिने कानुन बनेको छ भने त्यसको पालना, बनेको छैन भने बनाएर सेवा गर्न सकिन्छ। यो चाहिँ म ग्यारेन्टी गर्न सक्छु। यसमा छलछाम हुँदैन, तर त्यसका लागि सङ्ख्या चाहिन्छ। सङ्ख्या बगेर कराएर त केही पनि हुँदैन। कराएको कराई गरे हामीले जिन्दाबाद जिन्दाबाद संसदमा उठेका उठे 1.5-2 महिनासम्म चाहिँ नेपालीलाई भिजिर भिसामा पेत्नेहरूले चाहिँ हामीलाई पेलेर लगे संसदमा। सङ्ख्या उनीहरूसँग पाखुरा देखाए संसदमा पाखुरा देखाएर हुँदैन त भनेको थिएँ, मानेनन्। नमान्दा के भयो, हेलिकप्टर आयो। हेलिकप्टर के गरेर आयो, मैले धेरैचोटि भन्दा फेरि चित्त पुग्ला उतातिर। यता बोल्यो झापा बोल्छ, त्यही भएर धेरै बोल्नु पनि भएन। बोले जस्तो चाहिँ गर्नुपर्छ, छोड्न चाहिँ हुन्न। फेरि बिर्सिन्छन् क्या मान्छेले। 23 गते बच्चाको टाउकामा गोली हानेको बिर्सन पाइँदैन, कसैले बिर्सन हुँदैन। म यो बाटो भन्न चाहन्छु, 23 गते ताकेर गोली नहानेको भए 24 गते देश जल्दै नै थियो। यो कुरा बिर्सन हुँदैन हो, गलत हो। देशका संरचनाहरू जलाउनु गलत हो। सिंहदरबार जल्नु हुँदैन थियो, तर जलेको सिंहदरबार त बनाउन सक्छौँ नि हामी। तर ढलेको छोरो फेरि घर फर्केर आउँछ, आउँदैन? त्यसलाई न्याय गर्ने कसरी त? सही नेतृत्व छानेर। आमाहरू रहेका छन्, केटाकेटीहरू हेर्दा हेर्दै न्याय माग्दाखेरि, इन्साफ माग्दाखेरि, भ्रष्टाचार नगर न, परिवारवाद नगर न भनेर माग गर्दाखेरि छाती टाउकोमा ताकेर गोली हानेर ढलेका छन्। तिनको रगतको एउटा थोप पनि खेर जान दिनुहुन्न हामीले, एक थोप पनि खेर जान। तिनको लासमाथि राजनीति गर्न त पाइँदैन, त्यो कुरामा पनि सचेत गराउनु होला। तर तिनको रगतको एउटा थोप पनि खेर जान हुँदैन। त्यो आलो छ, अझै त्यहाँ त्यो संसद भवन अगाडि तिनको आलो छ, त्यसलाई खेर जान भन्ने हुँदैन। एकपटक हामी देश सम्झिएर, आमा सम्झिएर काम गर्न चाहन्छौँ। लिनु केही पनि छैन, पाउनु केही पनि छैन। राजनीतिमा लागेर कसैले घर बनाएर, परिवार बनाएर, जग्गा जमिन जोडेर खै मेरो त तबाही भएको छ, केही पनि बाँकी छैन मसँग। एकमुठी प्राण बाँकी छ र सत्य बाँकी छ, तपाईँले दिनुभएको आशीर्वाद बाँकी छ। त्यति भए मलाई अरू चाहिँदा पनि चाहिँदैन।